साँझ कहाँ भेट्ने चितवन बजारैमा ए हस् म आइहालेँ है त्यही मलाई 3-4 घन्टा जति लाग्छ हस् हस् यस आज त जसरी पनि भेट्नुपर्छ बुटोलबाट जम्मा 4-5 घन्टाको बाटो त हो आज बल्ल प्रतीक्षाको घडी समाप्त हुने भयो अब रेडी भएर जानु पर्यो फेरि फोन आयो यहाँ बस गरेर काम छैन बुटुलसम्म अटोमै जान्छु दाइ आज सबै काउन्टर बन्द छन् किन होला है ल साइकको दाइ भने हाम्रो माग छ होइन हाम्रो माग पुरा नहुनसम्म त हामीले यहाँ प्रत्येक एउटो गाडी चढ्न दिनौँ ठप्प पार्ने हो माग छ अरे यहाँ मेरो पनि माग छ क्यारी जाने होला चितवनसम्म है ल दाजुले नि कुरा गर्नुहुन्छ 3-4 दिन पछि हाम्रो माग पुरा हुन्छ होइन त्यसपछि हामी खुलाउँछौँ मेरै गाडीमा छोडिदिनु त 150 रुपियाँ कम ल्याउँछु नि त मैले यार दाजु नजिस्काउनु न यार यहाँ आफूलाई चितवनसम्म पुग्न छ पुग्नु त मलाई पनि चन्द्रमासम्म छ नि कहीँ निक्लियो कि बुढी कराइहाल्छ गिटी गर्ने के गोजीमा 10 रुपियाँ छैन भोला खानाको लागि यहाँ आएर चाटिरहेछ साइको हेत्तेरिका फोन गरेको पनि 3 घन्टा भइसकेछ अब फोन गरेर आउन भनौँ भने नामर्दा भन्ने अलि फोन फ्लाइट मोडमा राखिदिन्छु जे पर्ने पनि पर्छ नखाम भने दिनभरिको शिखार खाम भने कान्छा बाबुको अनुहार बल्ल तल्ल 5-6 महिना लाएर पट्टाएको आज उसैले भेट्न आउनुहोस् भन्दा जान पाइएन फुक्क मेरो जिन्दगी डुबायो के बिमार डुबायो एउटा जब यातायातको समस्या त समाधान गर्न पर्छ नि यस्तो पाराले देश कसरी चलाउँछौ राजीनामा देऊ तिमीलाई दिएको भोट पनि केरै गयो यहाँ आफूलाई मेडिकल धाइ ल्याएको सामान पनि केर एका देशमा एउटा बुढो थियो अरे त्यही पनि नजन्मिँदै मरो मर्ने जस्तो भयो मेरो प्रेम कहानी